सबैलाई नमस्कार भन्न चाहे। यो घटना चाहिँ तपाईँको चाहिँ पहिला इन्डियामा हुन्छ, इन्डियाको ठाउँ हुन्छ भनेर सुन्नमा आएको थियो भने अहिले चाहिँ नेपालमा पनि यस्तो घटनाहरू धेरै भइरहेको छ भन्ने सुन्नमा आएको छ। र यो हाम्रो यो घटना चाहिँ तपाईँको चाहिँ यो भिडियो चाहिँ सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला र सकेसम्म धेरै साथीहरूलाई सेयर गरिदिनु होला, दिदीबहिनीहरूलाई सेयर गरिदिनु होला, ताकि उहाँको पनि केही बचोस्, केही उहाँहरूले मेहनत गरेर कमाएको पैसा चाहिँ त्यत्तिकै नजाओस् भनेर बनाएको भिडियो हो। खासमा चाहिँ यो भिडियोलाई चाहिँ तपाईँ चाहिँ सेयर गरिदिनु होला सकेसम्म र एकचोटि यो भिडियो सुरुदेखि अन्त्यसम्म एकचोटि हेरिदिनु होला। यो चाहिँ भिडियो बनाउने थिएन हैन, तपाईहरुलाई पनि काम लाग्ला भनेर मैले बनाएँ हैन। यो सिक्री भनेको तपाईको 2 तोला 3 लालको सिक्री हो। हेर्नुस्, यो चाहिँ बाले मेरी बुढीलाई बनाइदिएको। अब मैले बिहे गर्दाखेरि मेरो केही कमाइ थिएन, बुढीलाई बिहे गर्दा मैले कमाइ नहुँदै बुढीलाई बिहे गरेँ। बुढीले लसिक्री चाहियो भनेर कानकिरा खाएर बालाई जसरी नै बनाइदिनु बा, बुढीले यस्तो यस्तो भनेर मलाई कानकिरा खाइन भनेर मैले बालाई भने। अब हिजो बेलुकाको त्यो डम्मरु बजाउँदै आउँछ है तपाईको गाउँमा, डम्मरु बजाउने आएछ र अनि बुढीको यो घाँटिया सिक्री देखेछ हैन। अनि ल है तपाईको सिक्री त अँध्यारो भछ, यसलाई उज्यालो बनाउन मिल्छ भनेछ हैन। अहिलेको जमानामा पनि मेरी बुढीले किन यो सिक्री सफा गर्न दिन पर्यो होला। भर्खर म सुनार पसलमा गएर आएँ हैन। यो सिक्री भनेको तपाईको 2 तोला 3 लालको सिक्री हो। अहिले तपाईको 1 तोला र अलिकति मात्र बढी छ के, सबै सुन जति चोरेर गएछ। ल हेर्नुस्, बुझ्नुभयो नि। त्यही भएर अब गाउँमा यस्ता आउँछन् कि यो डम्मरु बजाउने दुनियादारी हैन। तपाईहरुलाई पनि ज्ञान घुसोस् भनेर मैले बनाएको छु। तलतिर ती भाउजूले पनि सफा गरिछन् के, भाउजूको पनि त्यो सिक्री चाहिँ छैन। अनि तलतिर त्यो भाइले पनि गरे रहेछ, यी 3 जना भएर गरेछन्। कमसेकम त्यत्रो वर्ष 2-4 वर्ष विदेश बसेर आएपछि त थाहा हुन पर्छ नि। यस्ती सिक्री यो डम्मरु बजाउने जो पाइ त्यहीले सफा गर्छु उजेलाउँछु भनेर बनाउनु त हुन्न के रे। यो अब के गर्ने, तँलाई कमसेकम ख्याल त गर्न पर्छ नि। एकचोटि मलाई सोध्न पर्दैन। अब अहिले ठुस्स परेर हुन्छ, छोरीले खाना खाएर पठाउ छिटो। अनि ल हेर्नु, तपाईको कमसेकम आफ्नो सिक्री उजेलाउनु छ हैन, राम्रै चाहिएछ भने नजिकको सुनार पसलमा आफूले चिने जानेको पसलमा गएर गर्न पर्छ नि त। कसैले औषधि दिन, अब अर्को कुरा के सम्झ भने कसैले त औषधि दिन्छु रुवा खोकी लाछ भनेर औषधि कसैले ल्याएर त्यहाँ बाटाघाटामा दिएर खाने हैन। औषधि जस्तो नि दिन्छन्। अस्ति नै एकजना राङखानी के, बागलुङको राङखानी भन्ने ठाउँमा पनि हो, एकजना बुढी आमालाई त अझ त्यहाँ त बेहोस बनाएर 2 तोलाको सिक्री नै जफत गरेर लगेको रहेछ। हेर्नुस्, अनि तपाईको चाहिँ पछाडि त्यहाँको मान्छेहरूले चाहिँ हैन थाहा पाएर साथै। अब म चाहिँ भर्खर गएर आएँ हेर्नु सुनार पसलमा। अब सुन चाहिँ ल हेर्नु 1 तोला भन्दा अलिकता बढी छ। यो 2 तोला 3 लाल भएको सिक्री हो, बाले बनाएको। अहिले बा पनि बितेर जानुभयो। हेर्नु, यसले चाहिँ कमसेकम मलाई अब थाहा त दिन पर्छ नि, एकचोटि सफा गर्दैछु भनेर। अब त्यो त्यत्रो विदेश बसेर आएको भाइलाई पनि थाहा नै। हेर्नुस्, त्यही भएर सबै सतर्क रहनु होला हैन। हो सुन उजेलाउने हो, उजेलाएर लाउनुस्, केही फरक पर्दैन। तर आफूले जानेको चिनेको बुझेको राम्रो मान्छेलाई लगेर नजिकको सुनार पसल चिने जाने कहाँ